हेलो लभली पिपुल नमस्कार। म ज्ञान कृष्ण डङ्गल आज फेरि यो 30 डेज रिल च्यालेन्ज लिएर म आइसकेको छु। आजको टपिक रहेको छ वाट इज अनलाइन वर्क। आज हामी कुरा गर्न गइरहेको छौँ र म परिचयबाट सुरु गर्छु। मेरो नाम ज्ञान कृष्ण डङ्गल। हाल चाहिँ क्यालिफोर्नियामा बस्दै आइरहेको 10 वर्ष भइसकेको छ भने विगत केही समयदेखि चाहिँ मैले यो अनलाइन डिजिटल बिजनेस गर्दै आइरहेको छु। त्यसको साथसाथै चाहिँ म यो फुल टाइम पनि काम गर्छु, तर फुल टाइम गर्दा गर्दा पनि त्यो टाइम एकदमै फुर्सद भएको टाइमलाई अथवा सोसल मिडियामा स्क्रोल गर्ने टाइमलाई युटिलाइज गरेर चाहिँ कसरी इन्कम गर्न सकिन्छ भन्ने कुरा खोज्दै जाँदा सजिलै इन्कम गर्न सकिन्छ, जुनसुकै ठाउँबाट पनि रन गर्न सक्ने बिजनेस चाहिँ मैले खोजिरहेको थिएँ र यो मैले बिजनेस भेटाएर मैले रन गरेको 2.5 वर्ष भइसकेको छ र यो 2.5 वर्षमा चाहिँ एकदमै राम्रो कुराहरू सिक्न पाएको छु, राम्रो इन्कम गर्न पाएको छु र एकदमै प्राउड फिल गर्न आफूले आफूलाई चाहिँ डिजिटल बिजनेस इन्टरप्रेनर भन्न चाहिँ एकदमै रुचाउँछु र आज म बिजनेस कोच पनि हो यो बिजनेसको लागि है। अनि तपाईँलाई कुनै परामर्शहरू यो अनलाइन डिजिटल बिजनेसको बारेमा तपाईँलाई केही चाहिन्छ भने तपाईँले मलाई डाइरेक्ट सम्पर्क गर्न सक्नुहुन्छ फोनबाट, मेसेजबाट है। अनि जेबाट तपाईँले कन्ट्याक्ट गर्न सक्नु पनि चाहनुहुन्छ मेरो बायोमा चाहिँ सबै इन्फर्मेसनहरू छ, तपाईँले मेरो पेजमा गएर चाहिँ हेर्न सक्नुहुन्छ होइन। अनि कुरा गरौँ यो अनलाइन भनेको के हो, अनलाइन वर्क भनेको के हो भन्दाखेरि सामान्य भाषामा साधारण बोलीचालीको भाषामा भन्यो भने इन्टरनेटको थ्रुबाट, इन्टरनेटको मार्फतबाट कुनै पनि कामहरू गरिन्छ भने त्यसलाई चाहिँ अनलाइन वर्क भनिन्छ। जस्तै तपाईँले धेरै कुराहरू देख्नुभएको छ होला, तपाईँले अनलाइनबाट तपाईँले खानाहरू बुकिङ गर्नुभएको छ होला, अनलाइनबाट तपाईँले चाहिँ होइन लुगाहरू मगाउनु भएको छ होला होइन, अनलाइनबाट नै तपाईँले ब्याङ्किङ कारोबारहरू गरिरहेको छ होला। यी सम्पूर्ण कामहरू नैलाई पनि हामी अनलाइन वर्क भन्न सक्छौँ। सर्टकटमा भन्यो भने आजको टपिक चाहिँ रहेको थियो वाट इज अनलाइन वर्क भन्दाखेरि चाहिँ म एउटै शब्दमा भन्छु, हामीले चाहिँ इन्टरनेटको थ्रुबाट ल्यापटपको अथवा स्मार्टफोन युज गरेर हामीले कुनै पनि ट्रान्जेक्सन्सहरू गर्छौँ र त्यो ट्रान्जेक्सनबाट चाहिँ इन्कम गर्छौँ भने त्यसलाई चाहिँ अनलाइन वर्क भनिन्छ है त। मैले एक शब्दमा मैले यो भने यस्तै नै हाम्रो बिजनेस पनि त्यही हो। हामी पनि इन्टरनेटको थ्रुबाट, एडभर्टाइजिङको थ्रुबाट, सोसल मिडियाको थ्रुबाट आफ्नो स्मार्टफोन र तपाईँको ल्यापटप चलाएर चाहिँ त्यहाँबाट इन्कम गर्छौँ। त्यही भएर चाहिँ यसलाई चाहिँ अनलाइन वर्क भनिन्छ। यो चाहिँ जहाँबाट पनि गरिन्छ, जुनसुकै ठाउँबाट पनि हामीले चाहिँ यो सञ्चालन गर्न सकिन्छ, आफ्नो स्केड्युल अनुसार गर्न सकिन्छ। त्यही भएर चाहिँ यसलाई चाहिँ के भनेको छ, अनलाइन डिजिटल बिजनेस भनेको भन्दै आजको लाइभबाट म बिदा हुन्छु। फेरि अर्को टपिक लिएर फेरि भोलि आउनेछु। त्यतिन्जेलको लागि मलाई बिदा दिनुहोस्।